जंगलको बिहानी थियो। सूर्यका किरणहरू पातहरूलाई छिचोलेर भुइँमा सुनौला थोप्लाहरू कोरिरहेका थिए। दुईजना छोराछोरी ठुलो र कान्छो आफ्ना बुवासँग मिलेर घाँस काट्न निस्कन्छन्। बुवाले घाँस बाँध्नका लागि डोरी, माटो खन्न र बिरुवा उखेल्नका लागि कोदाली र काटेको घाँस अनि बाटोमा बोक्नका लागि टोकरी साथमा लिन्छन्। जंगलको खोल्सामाथि रहेको उकालो बाटो हुँदै उनीहरू हिँड्छन् र अन्ततः भिरको किनारामा पुग्छन्, जहाँ हरियो रसिलो घाँस प्रशस्तै थियो। बुवा र छोराछोरी मिलेर घाँस काट्न सुरु गर्छन्, तर अचानक बुवाको खुट्टा मुनिको ढुङ्गा चिप्लन्छ र एक भयानक हल्लासँगै बुवा भिरबाट तल खस्न थाल्नुहुन्छ। छोराछोरी अत्तालिन्छन्। डरले उनीहरूको मुटु मुखमा आउँछ। तर ठुलो छोरा तुरुन्तै दिमाग लगाएर काम गर्छ। उसले बोकेको डोरी निकालेर भिरको किनाराबाट तल बुवासम्म झार्छ। ठुलो छोराले बलपूर्वक डोरी समातेर तान्छ, आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्छ। कान्छो छोरा डराउँदै तर हिम्मत नहारी तलतिर हेर्दै बुवालाई डोरी कसरी समाउन भनेर कराइरहन्छ। केही सङ्घर्ष र प्रयासपछि, जसमा पसिना र डरको अनुभूति मिसिएको थियो, उनीहरू बुवालाई सुरक्षित रूपमा माथि निकाल्न सफल हुन्छन्। बुवा अर्धचेत हुनुहुन्छ, तर उहाँ सुरक्षित हुनुहुन्छ। तिनैजना एक अर्कालाई अँगालो हालेर बस्छन् र राहतको लामो सास फेर्छन्। त्यो अँगालोमा जीवन र प्रेमको गहिरो अनुभूति थियो। त्यसपछि उनीहरू बाँकी घाँस टोकरीमा राख्छन् र हाँस्दै खुसी हुँदै घरतर्फ फर्कन्छन्, आफूहरू एकअर्काको साथमै सुरक्षित रहेको गर्व र खुसी लिएर। उनीहरूले आज जीवनमा सबैभन्दा ठुलो पाठ सिकेका थिए। सङ्कटको बेलामा धैर्य र साहसले नै जित हासिल हुन्छ र परिवारको साथ नै सबैभन्दा ठुलो शक्ति हो।